आज त म एउटा सानो भिडियो अपलोड गरिरहेको छु। यो भिडियोले चाहिँ तपाईहरुलाई सहयोग मिलोस् भनेर चाहिँ एउटा भिडियो बनाएको। कारण चाहिँ के भन्थे, यो चाहिँ पिस लिली हो अनि यसको पहेँलो पत्ता भइसकेको छ। अनि पहिलो पत्ता चाहिँ किन भयो भन्दा चाहिँ अब मार्च महिनादेखिको चाहिँ गरम बढ्दै नै जान्छ। त्यही भएर मैले चाहिँ यो एकदमै घाममा राखिदिएको थिएँ अनि घाममा चाहिँ राख्नाले चाहिँ यो भएको छ। अनि यो पिस लिली चाहिँ अब एकदमै कम्ती उज्यालोमा राम्रोसँग हुने प्लान्ट हो। अहिले चाहिँ अब एकदम घाम भइरहेको बेलामा चाहिँ हामीहरूले चाहिँ यसलाई चाहिँ डाइरेक्ट घाममा चाहिँ राख्नु हुँदैन, नभए चाहिँ यसरी पहेँलो पत्ता हुन्छ अनि भित्रभित्र एकदम हरियै छ। अब यसलाई चाहिँ म एकदमै घाम कम्ती भेट्ने शीतल ठाउँमा सार्छु। अनि यो गरम महिनामा चाहिँ पिस लिलीलाई चाहिँ हामीहरूले डाइरेक्ट घाममा राख्यो भने चाहिँ यसरी पत्ताहरू पहेँलो पहेँलो हुन्छ अनि एकदमै नराम्रो देख्छ। अब पिस लिली चाहिँ अब हरियो एकदमै चम्किलो पत्ता भएको चाहिँ एकदम राम्रो देखिन्छ। त्यही भएर चाहिँ यति बेला चाहिँ हामीहरूले चाहिँ यसलाई चाहिँ एकदमै घाम दिनभरि नभेट्ने ठाउँमा चाहिँ राखिहाल्नुपर्छ भन्ने चाहिँ आज मेरो सानो जानकारी, जसमा तपाईँहरूलाई सहयोग मिल्छ भन्ने आशा राख्दै आजलाई यतिमै